ठुलो मान्छेले भन्नुहुन्छ नि आफ्नोमा ट्यालेन्ट छ भने जे पनि गर्न सक्छ भनेर। हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। दिस इज नोरसाङ तामाङ र आज चाहिँ म र बहिनी सिङताम लाल बजारमा जाँदैछ किनभने फुलपातीको प्रोग्राम छ र हामीलाई इन्भाइट गर्नुभएको छ। सो वाट अ टाइमिङ। आज चाहिँ बहिनी र म टक्कै गेटमा गएको। आजको हाम्रो चिफ गेस्ट मिनिस्टर सर आउनु भएको रहेछ। सो उहाँको पछि हामी पनि गयौँ। आइम सो सरी गाइस, मैले एकदम लेट हालेँ है। दसैँको बेलामा त्यस्तै हुन्छ, अलिक बिजी हुन्छ। छोरी मान्छे भएपछि घरमा काम गर्नु पर्यो, यताउता साफसफाइ है। त्यही भएर चाहिँ होप यु गाइस एन्जॉय माई भिडियो। सो यहीँनिर चाहिँ हामी प्रोग्राम गर्नेवाला छौँ। अहिले चाहिँ र्यालीमा जानुभएको छ गेस्टहरू। यहाँ मन्दिर गर्नुको लागि अब चाहिँ मेरो टर्न आयो गीत गाउने। हेर्नुहोस् ल। शुभकामना टक्राउँदै यदि हाम्रोबाट केही गल्ती भयो भने मैले यो मोमेन्ट चाहिँ क्याप्चर गर्नु पाएन र बादमा फोटो पाएँ मैले सरकोबाट।